नमस्ते साथीहरू, नमस्ते, शुभ दिन। जे होस्, सुनसरीमा कर्फ्यू आदेश चाहिँ क्यान्सल भएको छ। अहिले चाहिँ निषेधाज्ञा छ। अब यो निषेधाज्ञामा पनि मान्छे हिँडिराखेका छन्, कर्फ्यूमा पनि मान्छे हिँडिराखेको थिए हिजो। अनि त्यहाँ हिँडिसकेपछि आर्मीले पक्रिन्छ। आर्मीले पक्रेर उठबस बनाइरहेछ। हेर्नुहोस्, आर्मीले हात ठडाउन लगाउँछ। आर्मीले चाहिँ त्यहाँ मान्छेलाई घुँडा टेकेर हिँड्ने बनाइरहेछ। हेर्नुहोस्, त्यति कडा हुन्छ के आर्मीको। यो नेपालको आर्मी एकदम कडा पनि छ छन् त। तर यो आर्मीले के गर्यो भन्ने कुराहरू दुर्गमका मान्छेहरूलाई नेपालमा द्वन्द्व हुँदाखेरि के भयो भन्ने कुरो त्यहाँका दुर्गमका मान्छेहरूलाई थाहा छ, त्यहाँका विद्यार्थीहरूलाई पनि थाहा छ। त्यो हुन्छ। त्यही भएर अब त्यहाँ बल प्रयोग गरेर अब अलिकति शान्ति ल्याउन खोजेको सरकारले। यहाँ चाहिँ जातीय चाहिँ होइन, धर्मको नाममा यहाँ चाहिँ हरेक हिसाबले चाहिँ आन्दोलन भइरहेको छ। यो खासमा ठिक होइन। अब हामीहरू पनि दौडी जान्छौँ, लड्न जान्छौँ, उफ्रिन जान्छौँ। यो जाने होइन। तपाईँहरू खुरुक्क बाबाआमाले भनेको काम मान्ने हो। टक्क आफ्नो काममा गर्नुहोस्। आफ्नो व्यवसाय अथवा कुनै जागिरमा हुनुहुन्छ नि, त्यो गरे है त मान्छे हिरो। त्यसलाई भन्छ टप। हेर्नुहोस्, अब यहाँ राजनीतिक नेताहरूको पछि, आन्दोलनको पछि यसरी हामी जाने नै होइन। आफू बलियो भन्नुहोस्, अनि यो देश आफै बलियो हुँदै जान्छ। हामी बलियो हुनु पऱ्यो नि। हामी किन हो अल्लाहको पछि लाग्ने, किन बाटा खाने, किन कुटाइ खाने, किन चाहिँ हामीले चाहिँ थप्पड खाने, किन भिडभाडमा दौड्ने भन्ने एउटा कुराहरू त बुझ्नु। तर सत्तामा गइसकेपछि यो कानहरू सबै बुझिन्छ अरे, केही नसुन्ने नि। बुझ्नुभयो? आफ्नाले भनेको सुन्ने नि, तर जनताले भनेको कुराहरू केही पनि सुनिँदैन अरे के। अनि त्यस्तो भइसकेपछि अनि सत्ता चाहिँ को उँधो गति हुँदै जान्छ। अरूको कुरा नसुन्ने, आफ्ना कुरा सुन्ने, अनि आफूले भनेको कुरा सुन्ने मान्छेलाई मात्रै सत्ताको वरपर राख्ने। अरूले जसरी कसैले केही कुराहरू भन्छ भने त्यसलाई चाहिँ निषेध गर्ने। त्यो कारणले गर्दा सत्ता सिद्धिएका छन्। अर्को कुरा, सुनिल लम्साल भौतिक मन्त्रीजीले त्यो गाउँ सारौँ के भन्नुभएको छ। त्यो भन्दा मलाई यति खुसी लाग्यो, गाउँ सारिदिने भने त म त अरबपति हुन्छु। 100 रुपियाँ छ 2 भाइको जग्गा गाउँमा, काठमाडौँ सारिदिनुहोस्। मैले त कति गरिबहरूलाई उपचार गरिदिन्थेँ, कतिवटा स्कुलका विद्यार्थीहरूलाई व्यवस्था मिलाइदिन्थेँ, स्कुलहरू, हस्पिटलहरू होइन, गाडीमा फ्री गराइदिन्थेँ नि त। अब 100 रुपियाँ पनि अब यो आनाको हिसाबले बेच्न पाए म कहाँ पुग्छु। ल हेर्नुहोस्, गाउँ सारौँ भन्नुभएको छ। उहाँले कुन हिसाबले भन्नुभएको यो चाहिँ मैले रमाइलोको हिसाबले पनि भने। यसलाई चाहिँ नराम्रो चाहिँ नसोच्नु होला। तर अहिलेको मन्त्रीहरूलाई हलदारले गर्ने काम गर्दै हिँडिरहेका मन्त्रीहरू भन्छन्। हेर्नुहोस्, हलदारले गर्ने काम मन्त्रीले गर्ने हो र, मन्त्री काम कसले गरिदिने पनि भन्छन्। जे होस्, राम्रो होस्। तर सरकारको चाहिँ काम चाहिँ शान्ति सुरक्षा चाहिँ छिटै ल्याओस्। जातीय द्वन्द्व हुनु भएन। हामी सबै मिलेर बस्ने हो। हामीलाई त्यो केही मतलब छैन नेपालको।